वेलकम ब्याक। तपाईहरु पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि म आज चाहिँ यहाँनिर आएको छु। के गर्न आएको छु भन्दा त यहाँ पिछाडी पुरा जनताहरुलाई देखिसक्नु भयो होला। म चाहिँ यहाँ बाख्रा चराउन आएको छु। अनि मेरो बाख्राहरु चाहिँ यहाँनिर हिँड्दै हुनुहुन्छ। उहाँहरु चाहिँ म अहिले उदयपुर आएको छु र उदयपुर मेरो माइती हो। अनि मेरो माइतीमा चाहिँ यहाँ सुन्तला चाहिँ यति धेरै, तपाईहरु पनि पछि फलेपछि खान आउनु होला। म तपाईहरुलाई सित्तैमा एक भारी नै पठाइदिने छु। यहाँ चाहिँ मेरो बाख्राहरु हो। मेरो अरु बाख्राहरु चाहिँ उता डाँडा कटिसकेको जस्तो छ। अनि कुनै कुनै बाख्राहरु चाहिँ यति हुँदो छ। यो चाहिँ सानो मेरो बच्चा पाठा हो यो चाहिँ। अनि यो चाहिँ उसको माउ। कस्तो मन पर्छ क्या मलाई बाख्राहरु चराउन चाहिँ। पहिले धेरै चराइन्थ्यो माइतीमा हुँदाखेरि, र अहिले चाहिँ मैले बाख्रा चराउन नपाएको धेरै भएको छ। र फेरि माइती आएदेखि चाहिँ म बाख्रा चराउन सुरु गरेको छु। कस्तो पहिलेको यादहरु आइराखेको छ। मेरो बाख्राहरु त पुरा कुद्दै छ है। यति धेरै घाँस हुँदा पनि हेर्नु न कति कुदेको यो बाख्राहरु। अनि यता तल चाहिँ हाम्रो भाउजूको घर हो र यता माथि चाहिँ मेरो घर हो। तर घामले गर्दाखेरि एकदमै छाया परेको छ, त्यसै राम्रो देखिएको छैन। यो पुरै एरिया चाहिँ सुन्तला हो। हाम्रो बाबाले रोप्नु भएको सुन्तला हो। अहिले चाहिँ हरियो सानो छ, भर्खर मात्रै फल्दै छ। उता चाहिँ हाम्रो गाउँ नै हो, उता पनि यो माथि माथि पनि। अनि यता चाहिँ जंगल छ। यो जंगलतिर चाहिँ मैले बाख्रा लिएर आएको हो। सानो सानो बच्चाहरु कस्तो मजाले चरेको यिनीहरु त। तिमीहरुको माउ मात्रै रहेछ के कुद्ने त। कस्तो ज्ञान काने बाख्रा चर्दै छ। आइज ला ला आइज ला ला। अहिले म यो उकालो जाँदैछु हैन। के गर्नु अब, मान्छेले आफ्नो जीवन निर्वाह गर्नका लागि हरेक कामहरु गर्नुपर्ने हुन्छ। त्यसैले म मेरो बाबा मम्मीहरुलाई बाख्रा हेर्न सघाउँदै गरेको। ओइ उकालो हिँड त। यो बाख्राहरुलाई चाहिँ म माथि त्यो रुख भक्कोपट्टि लाने भनेको, तर बाख्रा सबै कता कता गयो। यो चाहिँ अंगेरी भन्ने घाँस हो। यो घाँस पनि होइन, यो खायो भने चाहिँ बाख्रा मर्छ। ल ल आइज ला 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 ला।